एकजना व्यक्ति रहेछन्, उनले भनेछन् आज घुम्दै जाउँ, कहाँ जानुपर्छ भनेर घुम्दै घुम्दै जाँदा राजदरबारमा पुगेछन्। हेर्नुहोस्, राजदरबारमा पुगे। राजदरबारमा पुग्न साथ राजाले भने, हे व्यक्ति, तिमी कहाँबाट आयो भन्दा म द्रविड नाम गरेको देशबाट आएको हुँ। त्यहाँ अत्यन्त दरिद्रता छ, त्यहाँ दरिद्रता भएको देशबाट आएको हुँ भनेपछि राजाले भनेछन् मलाई पनि दरिद्रता चाहियो, तिमी गएर दरिद्रता लिएर आउनु। हुन्छ, हजुरले दरिद्रता लिएर आउनु भन्नुहुन्छ भने म दरिद्रता लिएर आउँछु भनेर ती व्यक्ति गए। व्यक्ति गएका थिए। द्रविड देश नाम गरेको राज्यमा एकजना मान्छे छालाका विभिन्न किसिमका सामग्रीहरू लिएर, जुत्ता, फाटेको जुत्ता, शरीरमा पनि मैलो मैलो, अनि उनलाई सोधे तिमी को भन्दा म एक दरिद्र व्यक्ति हुँ, मैले यो दरिद्रता बेच्न भनेर यहाँ राखेको छु भनेर। म एउटा राजाकोमा गएको थिएँ, राजाले दरिद्रता किनेर लिएर आउनु भनेर मलाई आज्ञा गर्नुभयो, तिम्रो दरिद्रता मलाई देऊ न त भनेर भन्नुभयो। हुन्छ, यो दरिद्रता आजबाट तिमीलाई भयो भनेर त्यो दरिद्रता आज ती व्यक्तिले किनेर राजदरबारमा लगेर राखे। आजबाट त्यो राजभवनमा दरिद्रताको आगमन भएको छ। हेर्नुहोस्, राति ठ्याक्कै 12 बजे ढोकामा राजदरबारमा टकटक टकटक आवाज आएछ। राजाले यसो ढोका खोले। ढोका खोल्दा एउटी सानी 9 वर्षकी कन्या अगाडि रहेछ। राजाले प्रश्न गर्नुभयो, तिमी को हौ भन्दा ती कन्याले भनिसिन् म लक्ष्मी हुँ। यो घरमा आजदेखि दरिद्रताको वास भएको छ, दरिद्रताको आगमन भएको छ। तस्मात् कारण जुन घरमा दरिद्रताको वास हुन्छ त्यो घरमा म एक क्षण पनि बस्न सक्दिनँ, त्यसैले म जान्छु भन्दा हुन्छ। राजाले भन्नुभयो हुन्छ लक्ष्मी माता, हजुर जान सक्नुहुन्छ। लक्ष्मी माता त्यहाँबाट जानुभयो। भोलिपल्ट रात्रिकालीन समयमा त्यस्तै भयो। टकटक टकटक आवाज आयो। आवाज आउन साथ राजाले सोध्नुभयो, भोलिपल्ट नि त्यस्तै एकजना बालिका, तिमी को हौ भनेर प्रश्न गर्नुभएको थियो। तिनले भनेछिन् म सरस्वती हुँ। जुन घरमा मेरी दिदी लक्ष्मीको वास हुँदैन त्यो घरमा म एक क्षण पनि बस्न सक्दिनँ। मेरी दिदी लक्ष्मी आजदेखि यो राजदरबारमा बस्नु भएको छैन, त्यसैले म यहाँ बस्दिनँ भन्नुभयो। हुन्छ सरस्वती माता, तपाईँ पनि जान सक्नुहुन्छ भनेर राजाले भनिदिनु भयो। पर्सिपल्ट पनि त्यस्तै टकटक टकटक रात्रिकालीन समयमा आवाज आयो। राजाले ढोका खोले। ढोका खोले हेर्दा फेरि पनि कन्या भेटे। तिमी को हौ भन्दा म सावित्री यानी कि ऐश्वर्य हुँ। जुन घरमा लक्ष्मी र सरस्वतीको वास हुँदैन त्यो घरमा मेरो एक क्षण पनि वास हुन सक्दैन, त्यसैले म यहाँ बस्दिनँ भन्दा हुन्छ सावित्री माता, हजुर पनि जान सक्नुहुन्छ भनेर भन्नु। आज त्यो घरबाट लक्ष्मी पनि जानुभयो, सरस्वती पनि जानुभयो र सावित्री पनि जानुभयो। र चौथो दिनको राति पनि टकटक टकटक आवाज आयो। सोही समयमा एउटा 8 वर्षका बटुक रहेछन्। राजाले सोध्नुभयो, तिमी को हौ? तब बटुकले भने म सत्य हुँ। जुन घरमा लक्ष्मीको वास हुँदैन, जुन घरमा सरस्वतीको वास हुँदैन, जुन घरमा ऐश्वर्य सावित्रीको वास हुँदैन त्यो घरमा म पनि बस्दिनँ भनेर बटुकले भने। राजाले च्याप्प समातेर भन्नुभयो, हे सत्य, तिमीलाई पाउन भनेर त मैले दरिद्रता घरमा लिएर आएँ।
सावित्री घरबाट गइन् मलाई कुनै पीर छैन, लक्ष्मी घरबाट गइन् मलाई कुनै पीर छैन, सरस्वती घरबाट गइन् मलाई कुनै पनि पीर छैन, तर सत्य मेरो घरबाट कदापि जानु हुँदैन। त्यसैले तपाईँ मेरो घरभित्र बस्नुहोस् भनेर च्याप्प समातेर लगेर भित्र राख्नुभयो। जुन दिन सत्य भित्र गएर बसे त्यसको भोलिपल्ट लक्ष्मी आइन्, पर्सिपल्ट सरस्वती आइन् र निको पर्सि सावित्री आइन्। त्यसैले हे सज्जन, हामीले बुझ्नुपर्ने कुरा के हो भन्दा कहिल्यै पनि हामी सत्यभन्दा भिन्न बाटोमा जानु हुँदैन। हेर्नुहोस्,